यो क्यानाडा पोस्ट भनेको नेपालको हुलाक डाकघर। नेपालमा हुँदाखेरि अहिलेसम्म मैले एकचोटि पनि आई थिङ्क एकचोटि चलाएको थियो होला हुलाक गरेर, त्यो धराराको छेउमा रहेछ, त्योभन्दा चलाइएको थिएन। तर यहाँ चाहिँ एभ्री डे युजहरूलाई एकदमै सबै चिजहरू काम गराउनलाई चाहिँ यो क्यानाडा पोस्टको एकदमै हुन्छ, इफेक्टिभवाला पाराहरू हुन्छ। अब जस्तै यहीँ पनि अब यो अहिले त हुन्छ टेम्पोररी आउट अफ सर्भिस रहेछ, तर यहीँ पनि यसरी यहाँ राखिदिएको हुन्छ। अनि यही स्लटहरूभित्र सामानहरू आफ्नो हाल्ने, आज आइतबार बन्द नै भए पनि यसरी सामानहरू हाल्दै काम गर्न मिल्ने हुन्छ। र राम्रो पार्ट चाहिँ के छ भने तपाईँले पैसै पनि पठाउन मिल्छ, अनि त्यो पैसा पनि हराउँछ ओर्दैन ओर्छ भन्नु पर्दैन क्या। अब नेपालमा चाहिँ अब पहिलो कुरो त युज थियो होला, पहिले यसरी चिट्ठीबाट आउने कता के गर्नेवाला चिजहरू थियो होला, तर जस्ट बिकज इट ग्रु ओल्ड, पुरानो भयो भन्ने बित्तिकै हामीले चलाउनै छोड्यौँ। अब अहिलेका मान्छेहरूलाई हुलाक सुलाक कता के भन्ने कुराहरू थाहा पनि छैन जस्तो लाग्छ, मलाई थाहा थिएन। तर यहाँ आएदेखि चाहिँ यसरी देखिने रहेछ भन्ने हुन्छ। सो चिजलाई राम्ररी युटिलाइज गरेर त्यसलाई इम्प्रोभाइज गरेर सुविधाहरू दिन सक्दाखेरि त गभर्मेन्ट फेसिलिटिजहरू पनि एकदमै राम्रो हुन्छ। सो सायद यही चिज थाहा पाउन, देख्न र होपफुल्ली नेपालमा पनि यस्तै चिजहरू होस् भन्ने सोच्नलाई नै आउने होला विदेश।